Hi guys, welcome to my vlog. It's me Samit Gurung अनि आज हामी के छ स्पेशल भन्दा टुडे स्पेशल इज वी आर ह्याभिङ नेपाली फुड है। आज चाहिँ हामी नेपाली फुड खान जान्छौँ। जापानमा पनि नेपाली फुड अब हेरौँ जम्मै। आज चाहिँ हाम्रोबाट अलिकति टाढा छ, जस्ट 30 मिनट्स फ्रम ट्रेन होइन, जस्ट 30 मिनट्स फ्रम ट्रेन। हामी चाहिँ आबिको जान लागेको छौँ। म र सुजन, यहाँ सुजन नि छ, दिदा र सुजन है, सुजन र म छ। हेर्छ दामी छ यो ज्याकेट, कस्तो ज्याकेट उही निकेरको नि तिमी मन पर्ने मलाई। अगाडि हेर्नुहुन्छ बाटो यस्तो छ। अब हामी कतिको ट्रेन चढ्छौँ, हेर ट्रेन कतिको छ। पुसा टु आबिको सरेर जाने ट्रेनमा होइन। अनि हामी नेपमा नेपप रेस्टुरेन्ट नेपाली, त्यहाँबाट चाहिँ आज हामी थकाली खान्छौँ। अनि हेरौँ कस्तो हुन्छ त्यहाँको थकाली उही। अनि हामी रिभ्यू दिन्छौँ कि हामीले कस्तो मिठो छ भने मिठो भन्छौँ होइन। हामी घरबाट निस्किसक्यो है, अति साथी त्यहाँ भेटिन्छ। अनि अति साथीसँग मस्त बसेर खाइन्छ। काम हानेको 3 दिन लोड पऱ्यो, रमाइलो। तर त्यस्तो काम त्यस्तो लोड पर्ने थिएन मेरो काम चाहिँ। सुजनको चाहिँ सुजन कस्तो भयो फर्स्ट टाइम काम गर्दा? गाह्रो बेलाइदियो है सुजनको चाहिँ। मेरो चाहिँ धेरै गाह्रो थिएन है काम, मेरो जस्ट कार्टुन यस्तो फोल्ड गर्ने थियो, हाल्ने त्यस्तो थियो, त्यस्तो गाह्रो थिएन। लाइक चाहिँ उसको चाहिँ यामा जस्तो रहेछ त्यो ट्रकबाट आउने, अनि त्यो चाहिँ लोड गरेर यता लगेर सामान उता लगेर राख्नेवाला रहेछ उसको चाहिँ। अनि उसको चाहिँ गाँड फिलअप भएर रहेछ है होइन। अब के भन्नु त, अब मलाई चाहिँ सजिलै पऱ्यो। अब हाम्रो चाहिँ खासमा काम चाहिँ विषय 1 डे सुरु हुन्छ। अब त्यतिखेर यामा त हो, त्यो चाहिँ हाम्रो गाँड फिलअप हुन्छ होला हाम्रो नि है। बबाल सही हुन्छ होला। 41 कति हुन्छ? 41 त भेट्दैन होला। 41 कति भयो? ए भेट्दैन। अघि हेर नि त्यो, हेर न यति छाटको ट्रेन छ नि, छाटको ट्रेन अलिक गाह्रै हुन्छ। मैले बिहान म अब अस्ति 3 दिन सुत्नै पाएको छैन कि, म सुत्नै पाएको छैन कि। अब म सुत्दै अब हुन्छ नि बिहान टक्क उठ्यो। मैले साँच्चै काम मेरो अस्ति काम कस्तो भयो भन्दा थिएन। मेरो चाहिँ काम राम्रो भयो, मतलब मेरो काम तर सुत्न चाहिँ पाएको छैन कि। 5 बजी उठ्नुपर्छ होइन। अनि सुरु दिन चाहिँ म 5 बजी उठेँ टक्क होइन। अनि खानासाना खाएँ है, खाना होइन कि सुरु दिन त मैले चना र अन्डा खाएँ बनाएर बिहानै। चना अन्डा खाएँ। अनि चना अन्डा खाएर चाहिँ चाउचाउ लगाएको थिएँ। तर त्यो दिन सुत्नै पाएको थिएन कि। म कति बजी सुतेको थिएँ भने त्यतिखेर त्यो दिन मेबी म 3 बजे 4 बजी सुतेर फेरि 5 बजी उठेँ। 1 घन्टा मात्रै सुतेर म उठेर होइन निन्दै भने के भने जुम्म भएको थियो। बनाएर खाएर गएँ। त्यो दिन त लास्ट निन्दा थियो काममा नि, सुरु दिन फर्स्ट डेमा के। अनि म 3 दिन गरेँ क्या अहिलेसम्म काम होइन। यो हेन्ड क्यास भन्ने छ, हेन्ड क्यास चाहिँ 3 दिन गरेछ होइन। ब्याङ्क क्यास त अब डिसेम्बर 1 देखि हो यहाँमा त। अनि फर्स्ट दिनमा त्यही भयो। फर्स्ट दिनमा गएको त्यो लास्ट त्यो भयो। सुरुमा चाहिँ त्यो भयो, मतलब निन्द्राले झुम्म भएर चाहिँ गाह्रो भएको थियो। अनि 12 बजेको ब्रेकमा सुत्दिएँ कि म, अरू खाना खाइरहेको छ म सुत्दिएँ। अनि म सुतेपछि अनि उठेको त बल्ल फ्रेस फिल भयो। त्यसपछि कामै ननस्टप हान्दाखेरि जापानिज चाहिँ अत्ताइदिन्छ नि काममा। फेरि हाँस्नु झन् म फेरि जापानिज चाहिँ अत्ताइदिन्छ नि काममा। उही अहिले फेरि हरियो बोल्नु सक्छ, हरियोबाट रातो हुन्छ त राति भागिहालौँ होइन। यो रोड क्रस गरेपछि बिस्तारै भ्लग बनाउँ ल होइन, केही छैन। पहिला भाग्न पर्छ भान्दै लेट भएको है, पुग्न पर्दै लाग्छ। झ्याउ छ कि रुल्स एन्ड रेगुलेसनमा त हिँड्नै पऱ्यो होइन। ओइ पाचा खोइ ल पाचा हातमाला नेपालबाट ल्यायो खाने प्लेस मेरो अलिकति टाउको दुखिरहेको छ कि, त्यसैले नुहाएर मक्क निस्केको क्या हामीलाई। अहिले सेकेन्ड दिन चाहिँ के भयो, सेकेन्ड दिन के भयो, सेकेन्ड दिन त्यस्तो गाह्रो भएन। सेकेन्ड दिनमा गाह्रो भएको कार्टुनमा टेप लाउनु थियो, त्यस्तो गाह्रो त होइन। त्यो बेन्ड गरी के
ढाड यस्तो दुखेर दिमाग नचलेको त्यो दिनको त 5 बजे छुट्टी हुन्छ त्यस्तै 5 बजे छुट्टी हुन्छ र म 5 बजे छुट्टी भएर निस्केँ होइन स्टेसनमा पुगेँ 5:48 को ट्रेन चढ्यो चढेको त के भयो भन न दिमाग त पाचा खाएको राम्रो भयो कस्तो आउँछ आवाज है कुन गाडी हो साइबर हालेको म त यस्तो केही पनि थाहा हुन्न के भन्नुपर्दा हुन्छ जापानको रोड नेपाली आयो भने मलाई लाज लाग्छ कि जापानिजहरू त लाज लाग्दैन घुम्नै आइगयो थाहा होला नि जामा लाउने भन्ने हान्दै त सुजनलाई चाहिँ होइन तपाईँले भिडियोमा देख्नु भयो भने देखिन मलाई बालै भएन सेकेन्ड दिनमा के भयो भने म सेकेन्ड दिनको के एउटा थिएन सेकेन्ड दिनमा चाहिँ मस्त काम झाडपिन गरेर चाहिँ म त घर त 8 बजी आइपुगेको 1 घन्टा 12 मिनटमा आइपुग्छ होइन नन स्टप राम्रोसँग चल्यो नि 12 मिनटमा अनि हिजोको काम चाहिँ यस्तो इजी के लाइक म त त्योमा हाल्नु मात्रै थियो होइन हाल्ने राख्ने मात्रै म त यत्तिकै उभिएर बस्ने के अब त्यो हाल्नलाई नि पहिला फर्स्ट यस्तो रहेछ जापानिजको रुल के साथीहरू जापानिजको रुल चाहिँ के रहेछ भने काममा सबलाई एउटा डिपार्ट छुट्याएर राखेको हुन्छ न अब कोही आएको र सबलाई एउटा डिपार्ट छुट्याएर राखेको हुन्छ त्यो डिपार्टमा चाहिँ त्यो डिपार्टमा मात्रै काम गर्ने के अरू डिपार्टमा नजाने के अनि मेरो त लास्ट डिपार्ट जस्तो थियो सेकेन्ड लास्ट डिपार्ट थियो होइन त्यसमा हाल्ने मात्रै थियो अनि टेप लाउने अनि एउटा हाल्ने होइन सेकेन्ड लास्टमा थियो मेरो त हाल्ने मात्रै थियो होइन हाल्ने मात्रै थियो अनि उता त्यो नबनाएसम्म त हाल्दैन अनि नबनाउने अलिक ढिलो हुन्छ नि त बनाउँदा म त यति उभिएर भन्ने के अनि हाल्ने उभिएर हाल्ने त्यसले हालेपछि बल्ल बिस्तारै एउटा गरेर 1 मिनट एउटा हान्दै 2 मिनट ब्रेक बसेपछि कि म यति उभिएर बस्थेँ कि अनि म त के काम रहेछ के काम हुन्न अन्त यस्तो के मोबाइल निकाल्दा कि तिमीलाई देखाउँछ भनेर यस्तो भिडियो गरेको थिएँ कि होइन यस्तो गरेर मोबाइल यसरी ट्याक्कै थियो कि हुन्छ नि त्यहाँको मन ठुलो मान्छे के केटा मान्छे यस्तो हेरेर आएन म त डर लाएर म त मोबाइल यस्तो खाएर काम गरिदिइहालेको जस्तो गरिदिइहालेको के काम चाहिँ केही थिएन कि त्यहाँ चाहिएको भयो नि एकछिन त म त अनि त्यसै भयो होइन अनि हिजो त मेरो 2 बजे 1:30 बजे छुट्टी भएको के हिजो चाहिँ हामीले चाहिँ पर आवरको हिसाबले चाहिँ पाउँछ होइन मेरो चाहिँ पर आवर हेन्केसमा पर आवर 1140 रुपिस थियो अब 1040 रुपिसमा अब भोलि पाउन्ड 1100 पाउँछ 1140 पाउँछ जापानिजहरू आएको छ है टकिङ है अनि यस्तै भयो कि अब मैले चाहिँ फेरि आयो यस्तो गर्नुपर्छ कि अब जापानमा त भागी हो कि भाग्नै पर्यो अब के गर्ने अनि के भयो भने त्यही भयो हिजो चाहिँ 1:30 बजे सक्यो तर पैसा चाहिँ हामीले 7 घन्टा पाउँछ कि हामीले लाइक टोटल 8000 जति पाउँछ 8300 400 जति पाउँछ तर 2000 भाडै लाग्छ कि 840 भाडा लाग्छ 850 भनौँ न 850 भाडा लाग्यो अनि त्यही भएर त्यस्तै 6500 जति बच्छ एक दिनमा म 3 दिन गरेँ मैले त्यस्तै 19000 20000 जति पाउँछ अर्को हप्ता 3 दिन जान्छु अनि टक्क बस्छु 50000 जति हुन्छ 40000 जति हुन्छ अनि 40000 बढाएर अनि इन्क्यास हान्दिनँ इन्क्यास हान्छु त्यही हो म भन्न चाहन्छु अनि त्यही हो हिजो चाहिँ रमाइलो भयो हिजो 2 बजे घर आएँ 2 बजे छुट्टियो घर आउँदा चाहिँ 3:30 4 बजेको अब अनि उज्यालोमै मस्त मासु बनाएर खाइयो हिजो चाहिँ तिलपाडामा अनि हिजो रमाइलो गऱ्यो होइन अब चाहिँ हामी धेरै बोल्यो अब हामी खुसी स्टेसनतिर लाग्दैछौँ म खुसी स्टेसन हो सुजन केही बोला न तिम्रो काम चाहिँ कस्तो भयो भन न अर्को दिन बोलाएन हिजो नि आज नै बोलाएको थिएँ सुजनलाई चाहिँ मैले चाहिँ त्यसलाई नजा भने किनकि टाढो पर्छ नि त अब सुजन अब काम हेर न काम 2 बजी 10 बजीसम्म थियो अनि 10 बजे काम हुन्छ होइन 2 बजी 10 बजीसम्म काम छ अनि उता टाढा छ कि त्यो अनि स्टेसन अनि झुकेर पनि अब त्यो आबीको स्टेसन त्यसलाई पुग्न पर्छ होइन आबीको स्टेसन पुग्नलाई 50 मिनट लाग्छ त्यो स्टेसनमा आबीकोमा 11:30 सम्म लास्ट स्टेसन हाम्रो घर आउने लास्ट ट्रेन आउँछ अनि त्यहाँसम्म त्यति त्यो 1.5 घन्टामा त्यो आइपुगेन भने सक्यो कि त्यही भएर चाहिँ मैले नजा भनेको आज गएन यो काम दिन्न भन्छ सिधै तिमी के भयो त हिँड्क्याछु अरू ठाउँ खोजौँला होइन
त्यो केही मतलब भएन है। अहिले चाहिँ हामी स्टप गर्छौँ। अब हामी चाहिँ जान्छौँ उतै गएर आबी गरेर भेट गर्छौँ है। ओके बाई। हामी यहाँ आबीको आइसकेको छौँ है। यहाँ चाहिँ यहाँ लटरी छ यहाँ। अनि हामी यहाँ आज फर्स्ट टाइम लटरी भर्नु लागेको छौँ। के थाहा पर्छ कि होइन, कति पर्छ, कतिदेखि सुरु हो र लटरी? 100को हाल्यो 100को हाल्यो भने कति हुन्छ? डलर चल्दैन? कोइन हालिदियो त भ्लगसम्म त किनेमा। अब दादाको भोट त तिमीले पनि लटरी भयो नि, म के चाहिन्छ लटरी भर्नलाई? 300 हो मलाई सही हो। कति पर्छ पऱ्यान कति गएको थिएँ यहाँ उयो यहाँ स्टार्ट भइरहेको छ है। नेपाली भाइ भाइहरू है मसागरको गीत बजिरहेछ। अनि यहाँ हुन्न त्यो गीत गाउनु मान्छेहरू आउँदैन? होइन आउँदैन कि आउँदैन कोही पनि भनेको कि कतिखेर आउँछ अहिले कोही पनि आउँछ, कोही पनि देखेन मलाई। ए बाटो साइलेन्ट हो, त्यही टुन साइलेन्ट हुनु। अब यहाँ खानेकुरा भनेको त रुमालको दिएर त हातले खाइदिने हेर्न सक्नुहुन्छ। नेपालको याद आइसक्यो, अब हातले खानुपर्छ। ग्याम खानुपर्छ। हेर्नुहुन्छ थकाली यहाँ घिउ तातो छैन क्या, तातो रहेछ। हेर्नुहुन्छ हाम्रो थकाली आइसकेको छ। टक्क यहाँ खाना आइटम हेर्न सक्नुहुन्छ। 1200 कतिको हो। साथी रेडी भइसकेको छ। यहाँ साथीको बाघ आउँदैछ, उताबाट आइसकेको छ। किचन जानुपर्छ। वाउ माई गॉड हो र होइन होला, कसम हो र। यसो भ्लग बनाइदिएको कि भ्लग हो रे, भ्लग हो। हामी नेपालबाट निस्किसकेको छौँ। हेर्न सक्नुहुन्छ यहाँको पेन्टिङहरू यस्तो राम्रो छ, वाल पेन्टिङहरू होइन। यु क्यान सी हियर द ढुको बोकिरहेको छ यो मान्छेले चाहिँ होइन, हन्डी होइन। उहाँ हेर्न सक्नुहुन्छ गाई बस्तु चलिरहेको छ हिमालबाट। सरी र अब हामी चाहिँ निस्किनु लागेको छ नेपालबाट होइन। मिठो थियो खाना, मलाई मिठै लाग्यो। भात चाहिँ अलिकति गिलो रहेछ जापानको जस्तै, तर तरकारीहरू चाहिँ मिठो लाग्यो, स्वादिष्ट छ। अघि हामीले त्यो भरेर अब हेर्न सक्नुहुन्छ यहाँको जापानको स्ट्रिट हेर्न सक्नुहुन्छ। क्यान सी द स्ट्रिट ओभर हियर होइन। त्यो खोइ तिमीले राखेको छौ है लटरी होला, जाडो पनि छ है। ए म्याकडोनल्ड रहेछ त मैले त म्याकडोनल्ड होइन सोचेको क्या, लाइक बर्गरहरू त देखेको थिएँ होइन। म त म्याकडोनल्ड चाहिँ होइन होला भनेको कि हो रहेछ म्याकडोनल्ड लाग्छ नदेऊ। यहाँ बर्गर मात्रै पाउँछ खास। अब हामी टक्क त्यहाँ गएर केही अब अलिकति केही घर गइन्छ एकछिनमा, त्यही हो। अहिले एकतिर भेटौँला, रुम गइछ। गाइज हामी चाहिँ हिजो साथीहरू बसेको थिएँ, सुतेको थिएँ। अनि उनीहरूको अपार्टमेन्ट यो है। अनि अब हामी चाहिँ घरतिर चल्छौँ लाग्यो। बिहान भइसकेको छ, 11:30 भइसकेको छ है। साथीहरूको अपार्टमेन्ट चाहिँ यो है त बस्छ। अब चाहिँ हामी बिहान भइसक्यो। अब
हिजो राति के भयो अब भयो होइन रमाइलो भयो। अब चाहिँ हामी स्टेसनतर्फतिर लागिरहेछौँ। त्यहाँ सुजन कुरिरहेको छ मलाई त्यो दामी हुन्छ त्यो बादल बल देखिरहेको छ। अब हिजो त्यहाँ हिजो कति बजीतिर सुत्यो यार 1-2 बजीतिर सुत्यो कि हो अनि त्यस्तै 1-2 बजीतिर सुतेको थिएँ 1 बजी सुतेँ के भन्दा न ओ तरकारी ओए जाम न उता सुजन सब्जी मन्डी रहेछ जाम न त्यो सस्तो पाउँछ कि जाम न जापानमा सब्जी मन्डी रहेछ कि 8 बजे लागेको छ त्यहाँ होइन एकछिन जाम न है हेर्नु सब्जी सस्तो पाउँछ कि एटलिस्ट सस्तो पाइहाल्यो भने त किनिहाल्यो भने त हिँड्दो होइन भरे तरकारी खानै पर्छ तरकारी खानु के हो आबीको आरिगातो यस्तो भन्नुपर्छ आरिगातो भन्नुपर्छ है। जापानको स्ट्रिट चाहिँ एकदम सफा हुन्छ कि माया कसम हेर्छ भने जस्तो बबाल छ। नि के होइन र भनेको के लाग्छ त हामी जापानको सब्जी मन्डी आइपुगेको छौँ होइन हुन्छ चाहिँ जापानको सब्जी मन्डी 168 150 लगाउँ न केही त्यहाँ के हो यो नि आलु होइन यो मैले आलु सोचेको चौन खाने 150 रुपियाँ एउटालाई यहाँ चाहिँ के भइरहेछ नि बच्चालाई धकेल्ने हो बच्चाले धकालिदिरहेछ है यस्तो हुन्छ कि जापानमा चाहिँ बच्चाले धकालिदिरहेछ कि अब बच्चाले धकालिदिँदैमा बच्चालाई हालेर धकालिदिँदैमा खुद बच्चाले धकालिरहेछ है दिस इज कल जापान है जापान इज नट फर बिगिनर अन्टी हजुरआमा पटक आइरहनु छ जोनी सिंह दादा बिजी हुनुहुन्छ वाकिङ हामी स्टेसन भुलेको छौँ है तर स्टेसनको आवाज यहीँ यतैतिर आइरहेको छ सो हामी चाहिँ अब त्यो आवाज सुन्दै होइन चल्दी बानी छ कि अब आवाज सुन्दै चल्दी बानी छ किनकि स्टेसनको आवाज यति आइरहेको छ भने चाहिँ यति होला स्टेसन होइन कता हो कता अब थाहा छैन यति होला स्टेसन अब म्याप हेरौँ त्यहाँ होला कि कतै होला हेरौँ नभए त्यस्तो ढिलो भएको छैन घरबाट भात सुनिरहेको छ ट्रेनको आवाज सुनिरहेको छ त यहाँ साकुरा यहाँ पार्कमा त सबै दामी भएर यार उता हो उता कहाँ जाने हो हिँड्छ नि अब हामी त्यसै हिँडिरहेको छौँ होइन त्यो बाल छैन ओठ फुटिरहेको छ हामीले के बाल छैन फर रेन्ट नि त यो रेन्टको लागि लिनु मिल्दो रहेछ नि त गाडी हो कि त्यो घर हो कि गाडी हो ट्रेन भनेपछि यो स्टेसन यता यता छ कि यता छ यता हो अब पागल हो अब हामी घरतिर चलिदिन्छौँ घर गएर अब यति नै भ्लग अलि लामो बस लाग्यो होइन यो रमाइलो बजे होस् होइन अब इट्स टाइम टु इन अ भ्लग थ्याङ्क्स फर वाचिङ दिस भिडियो टिम इन्डियन बाई गाइज टेक केयर गाइज दिस इज अ वर्क एक्सपिरियन्स होइन विच आई फिल इन जापान होइन 3 दिन भयो थियो मैले वर्क एक्सपिरियन्स बुटुलेको मैले हजुरहरू भनिरहेको छु अब डिसेम्बर 1 देखि अब गाड बेलाइ हुन्छ अहिलेसम्म त नर्मल्ली काम पाइरहेको थियो अब 24 डे हप्तामा 3 दिन पाउँछ अनि मैले अब अर्को हप्ता मतलब लाइक 24 डिसेम्बरदेखि 24 नोभेम्बरदेखि फेरि 3 दिन गर्न पाउँछ 3 दिन गर्छु
अनि त्यसको एक्सपिरियन्स चाहिँ कस्तो हुन्छ अहिलेसम्म कार्टुन फुल गर्ने पायो अब चाहिँ केमा पाउँछ अब त्यो एक्सपिरियन्स हेरौँला भनौँला फेरि होइन विल मिट यु इन अनदर भ्लग सो गाइज टेक केयर बाइ बाइ